अहिले खुट्टाले हान्ने यो खुट्टाले हान्ने त हजुर यो लिभ यसलाई यो पिल्लरमा त यसलाई चिप्काइदिन्छ फल गरेरै खोट मार्नुपर्छ जाऊ ठिक ए यता समाज च्याप समातेर यसलाई मलाई मार्न सक्ने आजसम्म कोही जन्मेको छैन यसलाई त्यही दादाजीको हड्डीले तलाई त हामीले केवल खेल खेलाइरहेका छौँ वरुणदेव धेरै भयो यो मुसा बिरालोको खेल शीघ्र गएर यो दुष्टको अन्त्य गर्ने तयारी गर्नुहोस् जानुहोस् हो यही बेलामा यही हड्डीले थिच्न पर्छ अब ल पल्ट तेरो अब अन्त्य भयो आया तपाईँहरू आउनुहोस् यो दुष्टको बल अझसम्म कम भएको रहेनछ आउनुहोस् तेरा सैनिकले मात्र रुच्छन् युद्ध गर्न सक्या जाऊ आक्रमण यो वज्र त भगवान श्री विष्णुको अवतार हो कसले कसरी छल गरेर ल्याइस् भन् मलाई हे दुष्ट तेरै अन्त्य गर्नको लागि यो वज्रको तयारी गरेर ल्याएको ठिक छ म जस्तो छलिया होइन म हाँसी छु यो वज्रमा मैले हरि नारायण दैनिक दर्शन गरे यही वज्र प्रहार गरेर मलाई मार जय बोलो वृत्तासुर वधकारी इंद्र को जय। पृथ्वीमा सारा पाप फैलिरहेको थियो इन्द्रले दधिची गुरुको एक बित्ताको हड्डी लिएर आएर विश्वकर्मा भगवानसँग वज्र बनाउनु भयो र समुद्रको छालमा फिटेर वृत्तासुरको वध गर्नुभयो र स्वर्गको राजा इन्द्रदेव वरुणदेव सम्पूर्ण देवताहरूको साथमा स्वर्गमै गएर बडो आनन्दसँग अगाडि बढ्नुभयो। राजन हे इन्द्र महाराज अब युद्ध पनि सकियो अब हामीले धेरै विलम्ब नगरिकन आउनुहोस् यो वृत्तासुरलाई वध गरेको खुसियालीमा एकछिन रमणीय अवस्थामा नाचौँ र हामी गन्तव्यतर्फ आफ्नो शासनका लागि जानुपर्छ इन्द्रदेव। ल वृत्तासुरलाई यो सद्गति गर्नु पर्यो उता लाएर पण्डितजीहरू जानु पर्यो। ल
चारजना 3-4 जना फार लैजनालाई ल पो उठाउँ 2 जनाले अलि मिल्दैन क्या अझ 2 जना 4 जना चाहियो उठाओ उठाओ ल बोल हरिहर भगवान को भल बोल लक्ष्मी नारायण भगवान को हरे जपीना हरि को नाम हे संसार मारा जन्मेर के काम भजो हरि हरि को नाम संसार मारा जन्मेर के काम भजो हरि हरि को नाम संसार मारा जन्मेर के काम भजो हरि देव अब लागौँ हामी स्वर्गको काम कारबाहीतर्फ र अन्य भक्तहरूले पनि अब आरतीतर्फ अगाडि बढ्नुहुनेछ। अत्यन्त उत्कृष्ट झाँकी प्रदर्शन गर्ने कलाकारहरूलाई तालीद्वारा सम्मान व्यक्त गरौँ। सबैले जय होस्, कल्याण होस्।